नमस्ते गाइस है म गोपालबाट छेत्री। अहिले भने म दोरी साँझ हाम्रो इन्द्रेणी दोरी साँझमा पुगिसकेको छु। तपाईँहरू कहाँ हुनुहुन्छ, कुन ठाउँ हुनुहुन्छ, यसो यो बेलुकाको समय कस्तो छ एकछिन म तपाईँलाई देखाउँछु। हाम्रो धनगढी बजार कस्तो देखिन्छ है। आज पनि वडक्कसँगले अब हामी चाहिँ यहाँ पुगिसक्यौँ इन्द्रेणी दोरी साँझमा चाहिँ। उतातिर हाम्रो दाई हुनुहुन्छ, तपाईँको गाईका बहिनी हुनुहुन्छ रचना। गाडीहरू त अब स्पिडमा हिँड्ने नै भए होइन, किनभने अहिले यो अब खुल्ला रोड हो नि त, खुल्ला रोड हो। त्यही भएर दामी तरिकाबाट गाडी कुदिराखेका छन्। आजको मौसम चाहिँ शीतल छ एकदमै। आज पानी परेको हुनाले चाहिँ हेर्नुहोस् गाई चाहिँ गाडीहरू पनि आउनु लागिसके। अब अति सुन्दर ठाउँ है त। पुरा घाँस पनि हरियाली छ नि त आजभोलि। यो वल्लोपट्टिबाट मैले देखाइराखेको छु, पारीबाट म हाम्रो उता इन्द्रेणी दोरी साँझबाट यता आएको छु क्या। यो सटकपुरको ट्याक्कै ठाउँ हो। अति रमाइलो छ हेर्नुहोस् त। आहा, आज शीतल छ जे होस्। यो शीतलमा चाहिँ अब यसो बाहिर घुम्नको लागि आनन्दै आइराखेको छ मलाई पनि। त्यही भएर यसो बाहिर खाली बसेर किन समय लस गर्नु भनेर चाहिँ म बाहिर आएर चाहिँ यो भ्यू देखाइरहेको छु। हेर्नुहोस् त कति दामी छ नि होइन। कमक्क फुलिसक्यो हेर्नु है। सबै फुलहरू यति दामीसँग फुलिरहेछन्। अहिले राति भएर हो कि राति भएर हो, दामी देखिन्छ। गोपी हमालको घर है, धनगढी गोपी हमालको घर हो। अहिले राति चाहिँ यस्तै देखिरहेछ। अब चाहिँ म फेरि दोहोरीतिर नै छिर्छु। ए रुखहरू पनि ठुला भइसक्यो, बिरुवाहरू। यी फुलहरू फुल्छन् रे पछि, अनि फुलहरू फुलेपछि चाहिँ अझ दामी देखिन्छ क्या। पहिला सानै थिए, अहिले ठुलो भइसक्यो हुन त। यो सितार होटल हो, त्यसको छेउमै चाहिँ हाम्रो इन्द्रेणी दोरी साँझ कलाकार मित्रहरू यता बाहिर आएर बसिराख्नु भएको छ। हेलो 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 सबैलाई नमस्ते है। यता हाम्रो कलाकार मित्रहरू हुनुहुन्छ, यता रचना बहिनी छ। बहिनी के छ खबर? ठिक छ, ठिक छ। ए यता हाम्रो पूर्णिमा बहिनी अनि गायिका झमर छेत्री, अनि उता दाईहरू हुनुहुन्छ, वेटर बहिनी हुनुहुन्छ।